पुनः मेरो अर्को भ्लगमा स्वागत छ। म चाहिँ आज फेरि साइप्रस जान गएको छु 5 मन्थपछि अनि जजिरा एयरलाइन्सबाट। अनि यहाँनिर हुन्छ मेरो साथीहरू 5 जना छौँ हामी चाहिँ। अनि अब 9:30 बजेको फ्लाइट छ अनि हामी कुवेत जाँदैछौँ फर्स्टमा। अनि सो सी यू इन कुवेत। हामी जजिरा भन्ने प्लेनमा एयरलाइन्समा चढ्यौँ। यहीँनिर म सँगै पऱ्यौँ। म बेच्दा छु, अरू साथीहरू चाहिँ अर्को साइडमा परेको छ। सो हामी अब उड्न लागेछौँ। ल हामी चाहिँ उड्यौँ अब। ल स्टार्ट भयो। बाई बाई नेपाल। नेपाल कुवेत। अब हामी उड्दैछौँ अनि यहाँ यसरी बनाउँदै रहेछ। त्यही भएर चाहिँ एकदमै एक्सपेन्सिभ परिरहेछ मर्निङ टाइममा मात्र। अनि डेमा यो प्लेन चाहिँ उड्ने बाहिरतिर जाने रहेछ। तर अब हामी उड्यौँ। ल फाइनली हामी चाहिँ 6 घन्टापछि ल्यान्ड हुँदैछौँ कुवेतमा। यति धेरै छौँ अब हामी कुवेतको एयरपोर्टमा। अब कति 6-7 घन्टा अझ वेटिङमा छौँ, बस्छु। अब हामी ल्यान्डमा छौँ। मेरो कान बजिरहेको छ कस्तो साउन्ड उयो भएर। ल्यान्ड भयो, हल्लिनु थाल्यो। यो चाहिँ जजिरा कान बन्द भयो। अब हामी त्यहाँ भेट्छौँ अनि म भिडियोहरू बनाउँछु। हामी चाहिँ कुवेत आइपुग्यौँ। अब फेरि ट्रान्जिटको लागि दोहा कतारको लागि फेरि हामी अब ट्रेन चढ्न लाग्छौँ। अनि हो त्यो माथि हात हलाउँदैछ। अनि यहाँ चाहिँ यो रमजान चलिरहेको रहेछ, केही पनि खाएको छैन। हामीले 6 घन्टाको पछि कुवेत आइपुग्यौँ। कति धेरै लाइन छ। अनि अब जान्छौँ फेरि कतार। खतम हुँदो रहेछ यहाँको ट्रेन। के भन्छ अरे एयरपोर्ट चाहिँ यहीँनिर कता कता सर्बिया जानेहरू यता हुनुहुन्छ। हाम्रो साथीहरू यता छौँ अनि अब यति पनि छैन। अनि हामी अब जाँदैछौँ। यो चाहिँ दुबईको के अरे कुवेतको एयरपोर्ट खत्तम रहेछ नेपालभन्दा पनि। गाडीमा अनि यस्तो हामीलाई अर्को लान्छ। घुमाइ हामीलाई है टर्मिनल नम्बर 1मा जानु लाग्यो हामी यस्तो गाडीमा। ठुलो छ खत्तम रहेछ। यस्तो गर्नुभयो है। यहाँ चाहिँ हप्पा भित्र एसी भएर अलिक भएको रहेछ। ल अब हामी यो एयरपोर्टमा हामी वेटिङमै छौँ। बसेकै बाहिर हेर्दा त नराम्रो छ तर भित्र राम्रै रहेछ। भेट्यौ? ओ ग्रेट। हामी यहाँ चार्ज गर्ने ठाउँ पर्दैछ। उसले भेटेछ यहाँ। म पनि लिएर आउँछु चार्जर। अब एयरप्लेनमा चढ्न लाग्छौँ दुवा ऊबाट कतारबाट। यहाँ आउनुहुनेछ अरूहरू पनि। यो चाहिँ अब हामी हिँड्यौँ। प्लेनभित्र छिरिसकेको छु अनि यहाँ चाहिँ अलिकति हाम्रो प्लेन रहेछ। ठुलो पनि छ। अनि त्यसपछि यसको यो अगाडि चाहिँ यस्तो फ्रन्टमा पनि छ क्या यसको चाहिँ। यो चाहिँ यति रहेछ यस्तो। अनि चार्ज गर्ने ठाउँ पनि थियो तर मेरो यो चाहिँ चार्ज गर्नु नै भएन। अब चार्ज गर्नै पाएन। अब हामीलाई धेरै 15-20 मिनटपछि त लान्छ होला। सब खाली छ कि सिट चाहिँ मैले यहाँ हालेको छु। कोही छैन, खाली छ। म त झन् एक्लै डर लाग्छ। धन्न एक्लै परेको भनेको आयो यहीँ। अब खाना खानु रेडी छौँ। कस्तो राम्रो ब्याग है। यो ब्याग त म लानै पऱ्यो जस्तो छ है। स्विट क्या। अब खानु के छ खोल्छु। यहाँ रोटी रहेछ, जुस अनि यो ब्रेड छ। अब त्यति मात्रै छ। यो जुसहरू रहेछ, जुस रहेछ अनि पानी। अब खाने त्यो ब्याग चाहिँ साह्रै मन पर्यो मलाई। कतार एयरलाइन्सको खानेकुरा हाम्रो
बज्यो भने अहिले 7 कति बज्यो हुने टाइम हो यो है अब 6:27 भएछ अनि अब ल्यान्ड भएर हामी सुत्नलाई रेडी यहाँ एउटा होस भइरह अनि त त्यो दिदी छ सिविन कतार दिदी त दियो यहाँ मेरो बत्ती झऱ्यौँ हामी अब कतारमा खतरा रहेछ कतार तयारी क्या मलाई त कन्ट्याक्ट कल सेन्टर भन्छ हेर खतरा है ल कतारको एयरपोर्ट चाहिँ कति ठुलो रहेछ भन्ने कुरा हिँड न हिँड पस्न म यस्तो भिडियो बनाउनु पर्यो यो ल जाऊ 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 यिनीहरूले भिडियो नबनाऊ ल हामी चाहिँ अब यो पानी खोज्न बल्ल किन्यो कतार एयरलाइन्समा 7 दिराम होइन पैसा के गरेर जुगाड गरेर गाइस कन्भर्ट गरेर रियालमा अनि अब हामी चाहिँ फेरि कफी सोध्नलाई जाँदैछौँ तल निकै तल छ नि फेरि यो चाहिँ अनि गार्डनमा पनि कतारको चाहिँ ठुलो राम्रो नि रहेछ नि यो गार्डन नै हो किन्ने हो रेडी गर्ल्स हाम्रो फोटो सेसन हुँदैछ रेडी यो पानी यस्तो हेरे यताबाट आउने रहेछ सलालालाला झर्ने रहेछ यहाँ होइन कति धेरै पो रहेछ यो उहाँसम्म ल यस्तो खतरा रहेछ यहाँ झर्ना टेक्नोलोजी है खतरा बनाएको अब इसी छ भने चाहिँ गार्डन यो चाहिँ रहेछ नि के भन्छ नि यो चाहिँ गार्डन कतारको उमा एयरपोर्टको यस्तो दामी यो सबै पाइप जडान गरेको होला सायद अनि यहाँबाट पानी झर्ने यस्तो राम्रो छ ल हामी जाँदैछौँ अब हामी चाहिँ टर्मिनलतिर यताबाट सिधै हाम्रो यस्तो सामान लिएर यो चाहिँ अन्तिम ट्रान्जिट भयो हाम्रो अब त्यसबाट हामी मुनि झरेर चाहिँ जान्छौँ अघि चाहिँ हामी यहाँ राति आइपुगेको थियौँ अहिले हामी दिउँसो अब हामी कतारबाट लाग्यौँ साइप्रस अब फेरि हामी हिँड्यौँ साइप्रसको यात्रा